So hello guys, welcome to my vlog. कति एक साल बाद मैले आज फेरि vlog बनाउँदैछु किनकि आज मेरो घरमा सानो पार्टी छ। अन्त चाहिँ रेडी गर्दैछु। बहिनीहरू पनि आउँछ, मेरो दिदीको छोरीहरू अनन्या अनुपमा। अन्त तिनीहरूले नै मेरो एक्चुअलमा चाहिँ मेरो बोयफ्रेन्डको बर्थडे चाहिँ अस्ति 2 अप्रिलमा थियो। अन्त त्यति बेला हामीले केही गरिन, हनुमान जयन्ती परेको थियो। अन्त तिनीहरूले चाहिँ मोमो खाने भन्दै थियो। त्यही भएर आज चाहिँ सबैजनालाई मैले बोलाएको छु। मेरो जति पनि साथीभाइहरू छ यहाँनिर 3 घर, रजिना दिदी, नानीहरू, निना जोना, खोसहरू, त्यति नै हो। अन्त अब चाहिँ म भेज छ, आधी फेरि सबै आज भेज छ हो। भेजहरूको लागि चाहिँ म पनिरको लागि त्यो के परे पनिर चिल्ली बनाउँछु भनेर चाहिँ यो क्याप्सिकम काट्न आँटेको। अहिले मोमो बनाउनेहरू चाहिँ आउँछ हेल्प गर्नुको लागि, अनुपमा र अनन्या। सो अहिले देखाउँछु। बाय बाय। तो गाइस हम लोग मोमो सब रेडी करके अभी हम लोग रेडी हो गया। अभी खाली मोमो बनाना है। मैंने बनाया है, रुको दिखाती हूँ। ये बनाया पनीर चिल्ली, उसके बाद कच्ची मिर्ची बनाया। वेज मोमो और चिकन मोमो बनाना है। तो फिर मिलते हैं बाद में। वेज मोमो चिकन मोमो चाहिँ हामीले अलरेडी बनाइसके। यहाँ चाहिँ म्याडमले बेल्नु हुँदैछ हो। यहाँ अर्को म्याडमले बनाउनु हुँदैछ 100 को स्पिडमा। हामी चाहिँ पर्खिराख्छु, खाने मान्छे चाहिँ छैन। यहाँ गिफ्ट पनि पाइहाल्छ बर्थडे बोयले। Oh my God! Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Arpan. Happy birthday to you. May God bless you. Happy birthday. Wow, 엉글이라 가나. 네. आज कस्तो लाग्यो तपाईँलाई? तपाईँ के भन्नु चाहनुहुन्छ सकुन्दीको ब्लगमा? सकुन्दीको ब्लगमा आज चाहिँ हामीलाई बर्थडेको इन्भिटेसन थियो। आम्मा भनेर त जानु। खानाहरू यस्तो टेस्टी थियो, मोमो पनि टेस्टी Did I have to start? मेरो यस्तो दामी थुप्रो लामा Kaya to dole. ए Did I have to start? सो हाउडे मान्छे बुढोसले धुरन्धर धुरन्धर हो हेर्नु त Brother, what's that? What's that, brother? धुरन्धर रोजिनाजीको कमाल हो। दुरन्दार भयो। गट अफ वार भयो सक्यो। खै पनि धुइहाल्छु नि हौ। अरे दल दिन्दिन कसम। धुइरहे छैन, केही छैन हातमा के। दल दिन्दिन भन्दैछु है। जानु हालत यस्तो छ गाइस, बर्थडेको हालत।
चाहिँ बर्थडे तुलेर पनि अब सुतेको सबैजना आयो सबैलाई थ्याङ्क यू बर्थडेको लागि बर्थडे चाहिँ 2 अप्रिलमा थियो तर आज हामीले मनायौँ मजा आयो सबैजना भेट्यौँ अझै 1-2 जना साथी चाहिँ आएन नभ्याएर अब चाहिँ सुतेको बाई बाई